कन्फिडेन्स त अब रन लागेपछि एकदम कन्फिडेन्ट हुन्छ र त्यही अनुसार प्र्याक्टिस गरिरहेको थियो भनौँ। अब जुनमा पहिला रनरहरू लागिरहेको थिएन र त्यहीमा प्र्याक्टिस गरिरहेको थियो भनौँ। जुन क्याम्प लागिरहेको थियो हाम्रो 2-3 महिना। आज पनि युवराजले चाहिँ 4 विकेट लिनुभयो होइन। युवराजको ले गर्दा कति फरक पारेको छ, किनकि उनलाई विकेट जुन तरिकाले निकालिरहेको छ होइन, कति फरक पारेको छ युवराजको फर्मले? एकदम राम्रो छ, किनकि युवराजले अहिलेसम्म अब इन्जर्ड थियो र त्यही भएर म्याचेसहरू छुटिरहेको थिएन र अहिले फर्ममा आएर चाहिँ एकदम राम्रो छ भनौँ। किनकि वर्ल्ड कप क्वालिफायरको लास्ट म्याच अफगानिस्तानसँग चाहिँ त्यस्तै कन्टिन्यू गर्छ भन्ने भरोसा छ त्योमाथि चाहिँ। अब 3टा म्याच हामीले अफगानिस्तानसँग योभन्दा अगाडि पनि खेल्यौँ होइन, लास्टमा राम्रो 2टा म्याचमा धेरै राम्रो खेल्यौँ हामीले होइन। अब कतिको कन्फिडेन्स, अब लास्टमा त हाम्रो अफगानिस्तान नै अगाडि आउँछ, फाइनल म्याच जस्तै छ भनौँ न अगाडि। सो अब कस्तो छ टिमको माहौल? जित 3टा ब्याक टु ब्याक जित, सबै कुरा राम्रो भइरहेको छ। अब चाहिँ हामी अफगानिस्तानलाई बिट गर्छौँ, यही ग्राउन्डमा छ म्याच भन्ने कतिको आत्मविश्वास आएको छ टिम? भरोसा एकदम छ, किनकि जुन हिसाबले हामी खेलिरहेछौँ र केटाहरू सबैजना अब कन्फिडेन्स छन्, एकदम राम्रो पनि गरिरहेछन्। हजुरहरूले देख्नु भएको छ अब अहिलेको गेमहरूमा भरोसा छ एकदम हामी क्वालिफाई गर्छौँ भन्ने। जस्तो युवराजलाई चाहिँ हामीले अफगानिस्तानको सिरिजमा कुनै पनि गेम खेलाएको हुन अलिकति अब लुकाएर राखेको हो कि भन्ने एउटा कुरा पनि थियो होइन। अब यो यहाँ अहिले भनौँ लास्ट 2टा गेममा 9 विकेट लिनुभएको छ, कतिको इम्पोर्टेन्ट हुन्छ युवराजको रोल अफगानिस्तानको विरुद्ध गेममा चाहिँ? एकदमै हुन्छ, किन अब त्यस्तो लुकाएर भन्दा नि अब अलि इन्जर्ड पनि थियो त्यो, त्यही भएर चाहिँ रेस्ट थियो कतै। अहिले एकदम इम्पोर्टेन्ट हुन्छ, किनकि मेन लेग स्पिनर हो त्यो, विकेट टेकर बलर हो भनौँ। जस्तो अब अन्डर-19 वर्ल्ड कप खेल्ने एउटा गेम जितेको छ हामीलाई। अब हामीले योभन्दा अगाडि छ भने अन्डर-19 वर्ल्ड कप खेलेको ब्याचहरूले चाहिँ सिनियर क्रिकेटमा नै एकदम सजिलै ट्रान्जिसन, एकदम त्यो आफ्नो नेक्स्ट लेभल क्रिकेट खेल्न सजिलो हुन्छ। तपाईँहरूलाई अब तपाईँ इन्डिभिजुअली क्याप्टेनको रूपमा चाहिँ कतिको इम्पोर्टेन्ट छ वर्ल्ड कप खेल्नु चाहिँ तपाईँहरूलाई? एकदमै छ, वर्ल्ड कप खेल्नु सबको पनि अब जुन एज लेभलमा चाहिँ सिनियर हो सपना हुन्छ, त्यो चाहिँ अब पुरा गर्ने कोसिस गर्छौँ हामी योपालि चाहिँ भन्नु। त्यही भरोसा छ अब सबै केटाहरू र हामी। कुन एरियामा चाहिँ अफगानिस्तानलाई चाहिँ हामीले चाहिँ अलिकति बिट गर्नलाई चाहिँ अब कुन कुरा चाहिँ हाम्रो बलियो पक्ष हुन्छ होला? त्यो अब सुरुमा ब्याटिङ आयो नि, त्यही अब ब्याटिङमा अलि राम्रो स्टार्ट स्कोर गर्नु पऱ्यो हामीहरूले भनौँ, राम्रो टार्गेट दिनु पऱ्यो र बलिङमा भइहाल्छ भनौँ। बलिङ आएपछि त्यही जति हुन्छ कममै रोक्ने प्लानमा जान्छ। जस्तो आज चाहिँ अब 5जना स्पिनर खेलाइरहेको थियो होइन। अब अगाडिको म्याच माथिको म्याच हुँदाखेरि हामीले अब 2टा सिमर खेलाइरहेको छौँ। यो पिचले चाहिँ भनौँ अलिकति आज फर्स्ट ओभर अभिषेक गर्दाखेरि त्यति बााउन्स आइरहेको थिएन। यो अब यही अर्को गेम पनि खेल्दैछ होइन। अफगानिस्तानसँग चाहिँ अब हाम्रो स्पिन एट्याक नै महत्त्वपूर्ण देखिन्छ। कसरी हेर्नु भएको छ यो पिचलाई चाहिँ? अब त्यो दिन हेरौँ पिच अलिक कस्तो हुन्छ, त्यही दिन हुन्छ त्यो चाहिँ। अहिले फिक्स त्यस्तो केही छैन। हामीले योभन्दा अघि पनि 3टा गेम खेलिसकेका छौँ अफगानिस्तानसँग होइन। त्यो गेमले चाहिँ गर्दाखेरि हाम्रो लास्ट फाइनल जस्तै गेम छ, त्यसले चाहिँ कति सहज हुन्छ के हुन्छ? हामीले अस्ति अब अफगानिस्तानसँग लास्टको 2टा म्याच चाहिँ एकदम राम्रो खेलेको थियौँ र त्यहाँदेखि एकदम कन्फिडेन्स छ भनौँ सबैमाथि हाम्रो